नमस्ते वेलकम बैक टू माई यूट्यूब चैनल इट्स मी सुप्रिया। आई होप सबैजना सन्चै हुन्छ मेरो यूट्यूब फ्यामिलीहरू। म पनि सन्चै छु। आज चाहिँ म जाँदैछु सुटिङमा। यस्तो घाम लाग्यो। आज चाहिँ साँझमा भयो सुटिङ। सधैँ बिहानमा हुन्थ्यो, आज चाहिँ साँझमा भयो। सो आजको भिडियोमा के कस्तो हुन्छ हेर्दै गर्नु होला। चाहिँ पार्टी जाँदैछौँ सुट गर्न। यस्तो घाम घाममा हिँड्दा हिँड्दा सुटिङमा हिँड्दा हिँड्दा काली भएको अवस्था। हामी यो खोला अरे खोला होइन कि खेतमा आएर हामी यसरी यहाँ सबै भएर डेटिङ बस्दैछौँ। फेक डेटिङ धान यस्तो घाममा लिएर आउनुहुन्छ सुटिङ गरेर आउनु। हामीले साथीहरू धान रोप्न नेपालबाट मान्छे नपुगेर बाहिरबाट नि मगाएको छौँ, हेर्न सक्नुहुन्छ। यो पाइप नि अल्झेर Action! Action! Wait. Action! आवाज आएन अलि जोडले बोलाउ न यार। Action! 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 ए सासूले नचलाउ न त सासू। सासू यहाँ हिरोनी नबन्नु एकछिन। दिदिया माथि नआएर सिधा काट्दै हिँड्नु पर्यो। यता हेर्ने नेलाई। एक्सन! ढोकर सासू ए हुनेवाला। झर्न उठा न ठिक्क हो त। एक्सन! ढोकर सासूमा हुनेवाला सासूमै आउँदैन। ढोकरै मलाई राउनी गर्नु हो नि त किन कलेज गर्नु नै। यसरी तेज्दै गएको के चल्ला कति मिठो बसा आफै लुटे। एक्सन! ढोकरै हुनेवाला सासूमा ढोके देखिन न उ देखिन न तिमी मात्रै हो। ए सागर जसले बोले एक्सन! हैन को यो मलाई हुनेवाला सासूमा भन्ने भन। एक्सन! हैन को यो मलाई हुनेवाला सासूमा भन्ने तपाईको हुनेवाला बुहारी। एक्सन! हैन को यो मलाई हुनेवाला सासूमा भन्ने म के त हजुरको हुनेवाला बुहारी। तपाईको हुनेवाला बुहारी यसो गरेर ठ्याक्क यहाँ राख्ने है। एक्सन! 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 अरे यार एक्सन! को मलाई सासूमा भन्ने म के हजुरको हजुर तपाईको म के त भन न म के तपाईको एक्सन! को सासूमा भन्ने म के तपाईको हुनेवाला बुहारी। एक्सन! म के तपाईको हुनेवाला बुहारी। एक्सन! भराल जति सबै कुएछ नि यो पानीले गर्दाखेरि। ए कसरी आउने सुन्नु यति मात्रै एक्सन।
जोडले बोले एक्सन भन्नु बित्तिकै आउने हो होइन लगभग 2-3 सेकेन्डपछि आउने एक्सन पराल जति सबै कुहाएछ नि पानीले हेर त कता जान खुरखुर उता ससुरा सुन रेडी एक्सन हेर हेर यो पराल जति सबै बर्खाको पानीले कुहिसकेको ए हट ससुरा भागु त जान्छिस् कि तँलाई म चप्पलले हान्दिम ससुरा बा कति बेइज्जत गरी हाम्रो अहिले आएर ससुरा बा भनेर हुन्छ तँलाई तेरा अमेरिका तिरपाल हालिदिनु पर्यो सबै परालले कुहेर बर्बाद नत्र भए त बर्खा के खाने हो र डिया बाछाले बुढा ए बुढा ए रुक आशीर्वादले त ससुराबासँग भन तिमी 0.5 मा लिएको त कस्तो हुन्छ एले रिस निकाली है गाइस अरे दिन पिटेको आज निक्ल्यो यो टाउवा भरि सबै तिरपाल हालिदिनु पर्यो नत्र भए त पराल जति कुहेर अब बर्खा के खाने डिया बाछा ए बुढा जान ढोकर ससुराबाला यो टाउको को ससुराबा ए कोन हट दादा गर्न खोज्छस् मलाई ए बुढा माफ गर्दिनु रे मेरो तर्फबाट माफ हुँदैन फेरि भन्दै छु मैले माफ मैले कसैलाई गर्ने मलाई छैन गर्दिनु न एकचोटिलाई के गर्दिनु मैले ठोक्न ए हट तैँले मलाई कस्तो गराइछस् कति बेइज्जत गराइछस् माफ गर्दिनु न मलाई गर्दिन कसैलाई माफ ए बुढा माफ गर्दिनु न माफ गर्दिन गर्दिनु भन्छु त रिसा गर्दैन फकिङ नन्त मम्मी लान्छु कि बुढा के लान्छ त भन्छु त अस्ति होइन त्यस्तो अमेरिका सुन न भन् अमेरिका लागेपछि अमेरिका गएपछि त गोरो हुने किन पाइन्छ के गोरो गोरो हुने होइन क्या आरे ल गाइस मेरो चाहिँ सुटिङ भयो अब हिँड्नुको हुन्छ यहाँ आएर हामी डरेर के अरे धान रोपेर यो धेरै इन्ची अझै म त दुइदिनु घरकोमा कति धेरै दिन यो चाहिँ धान रोपे मन कार्कीले यस्तो गाजहरू यस्तो अब हजुरहरूले काम गर्ने बुहारी चाहिएको छ भने यता सम्पर्क गर्न सक्नुहुन्छ त्यही हो अब के भनौँ खै अरू त अब नै अब मन पर्छ अब हजुरको बिहे भइसक्यो अनि हजुरको छोराहरू अब साथीहरू मिलाइदिनु हुन्छ वा 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 हो कि न गाइस को मन पर्छ हजुर कालो हुनु सब कालो भयो धान रोपेर यहाँ सुटिङ हुँदैछ
सुटिङ हुँदै हामी यहाँ शीतलमा बसे हम तिमी न्यू मेम्बर हो न हाई गर यिनी न्यू मेम्बर हाई हामी सुटिङमा छौँ गाइज कालीबहम भन्नु न कालीबहम खेत रोपेर गतिविधि जो आफ्टर लङ टाइम पछि सुटिङ भयो अब क्रिम लाएर अर्को टाइम पालि गोरा भएर आउँछौँ ल यहाँ सुटिङ हुँदै हो एक्सन मलाई इमर्जेन्सी काम पर्यो 8 लाख दिन ल 1 2 3 गरेको 6 7 आयो अरु पनि चाहियो लाख भनेको अनि मसँग 8 लाख हुन्छ त बिग्रियो यार आडेहरु मिलाएको न तिमी जाऊ भनेको हैन 8 झोले के भयो मलाई इमर्जेन्सी काम पर्यो 8 लाख दिन ए 8 लाख ल 1 2 के भयो 4 5 6 7 आयो 8 अरु पनि चाहियो अरु तँलाई कदा 8 लाख भनेको 8 लाख छैन कोही गरा जोडेसँग 8 लाख हुन्छ हुने चाहिने कुरा गर्न पर्छ नि या वायत दाइले आप चेन्नु भयो भन्न मिलेन सुकदानी आन्टी यही हुनुहुन्छ सोर्न त सोर्थे तर खेर्ने यहाँ मान्छे यहाँ हामी चाहिँ आप खान आएको गाई सुकदानी आन्टीको घर यस्तो राम्रो आप छ उतै त झन् ठुल्ठुलो हो कस्तो ठुलो हो एक्सन एक्सन भन्ने बित्तिकै नबन्नु न यार यसो हेर्नु ट्याक्क अनि बल्ल बोल्नु न उति चाँडै बोल्नु त झ्याप्पै ल एक्सन 1 2 जम्मा 2000 छ कसरी गुजारा गर्ने हो छ्या कस्तो गर्मी भएको उफ गर्नु न तकल गर्न कसले भनेको जम्मा 2000 छ कसरी गुजारा गर्ने हो कस्तो गर्मी भएको उस न उफ गर्न गर्मी भएको नभन्नु के एक्सन ए भनेको हान्नु न झाम झुम्ती तपाईको हात खुट्टा गरेर चिताउनु न के चोर्न आइक्यो यो कलौटी सबै गहना सना लुकाएर राख्छु अब गएर म चाहिँ घर आइसकेँ सो नेक्स्ट भिडियोमा भेटौँला साथीहरू आजको सुटिङ चाहिँ सकेको छ बाई